गाइज हामीलाई दसैँ लागिरहेको छ यी दसैँको सरसफाइ होइन ट्याक्क पाएर घर चाहिँ पुरै वन जङ्गल जस्तो भइसकेको छ होइन। अब हामी काठमाडौँतिर बस्छ त्यही भएर अब हिजोतिर आएको हिजो नि पानी पऱ्यो त्यही भएर आज चाहिँ पुरै सरसफाइ गर्दैछ हामी कमाएको। हाम्रो दसैँ कार्यक्रम हुँदैछ होइन। बिहानदेखि गएर उठेदेखि गएर हामीले दसैँ कार्यक्रम गर्दैछु टक्क यता पनि बाँकी होला त्यो पानीले त आमामा कत्रो पानी आएको राति है पानीको भल ट्याक्क पारेर त पुरै यतापट्टि चाहिँ कस्तो छ ल यता त ठिकै रहेछ। राति कत्रो पानी परेको थियो त्यो भलायो राति आयो पानीले पुरै सिक्नु काटेर यतिको लर राखेर सबै एक सरसफाइ गरिन्छ आज।
अघि सुरुदेखिको चाहिँ हामी यहाँबाट स्टार्ट गरेँ त्यहाँबाट स्टार्ट गरेँ यस्तो अब राउन्डिङ लगाएर सस्तो गर्नु पऱ्यो नि त घर बनाउनुलाई चाहिँ जग्गा खाली राखेको छ पप्पी हाम्रो पप्पी हाम्रो डन यता उता उता कराउने यता कराउने करा घुम न घुम करा टोक 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 करा यता जा उदे समाज जा ढुङ्गाले हान्दिनु पऱ्यो भने जान्छ जा करा जा उता खोरमा गएर जा जा करा अझै करा अझै आइज अब आइज छिटो आइज पपी आइज भयो बस यहीँ बस कराएर आइज होइन फेरि जिस्किन्छ यत्तिकै भन त लास्टै यत्तिकै तेरो म फोटो खिचिदिन्छु कि भिडियो बनाइदिन्छु ल त्यो फेरि अहिले कुर्छौँ फेरि हालाकन बसेर अहिले सुत ल यहीँ बसिर अब ट्याक्क पारेर होइन यो सबै सरसफाइ गरेर चाहिँ हाम्रो सक्यो यो चाहिँ कुखुराको खोर हो होइन करिब 2 घन्टा लगाएर चाहिँ पुरै सफा गरिसक्यो अब चाहिँ हामी ट्याक्क पारेर अब हामी जति नै त्यसको बाफ खाने त्यसपछि आजदेखि दसैँ ट्याक्क पारेर आजदेखि दसैँ दाइले मासु लिनु गइसकेको छ मासु लिएर आउँछ मासु लिएर मासु टक्क पारेर खाने हो गाइस अबदेखि बार दसैँ आजदेखि बार गाइस मेरो भिडियो चाहिँ अब यस्तै हो होइन गाउँतिरको भिडियो यसो सब्सक्राइब गरेको भिडियो चाहिँ होइन लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला ट्याक्क पारेर ह्यापी दसैँ